सो हाई एभ्रिवान, गुड मर्निङ। म चाहिँ गएको थिएँ हिजो ब्लू वाटर है, तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर नाइटको भ्यू। यति बेला चाहिँ म घर फर्किँदै थिएँ है। घर फर्किँदाखेरि बनाएको भिडियो हो यो चाहिँ। म चाहिँ अहिले ओछ्यानबाटै मुख पनि नदेखिन बोलिरहेको छु। यो ब्लू वाटरमा चाहिँ म आजभन्दा 2 वर्ष अगाडि गएको थिएँ। त्यहाँबाट फेरि आज जानु मन लाग्यो मलाई, त्यही भएर गएको थिएँ। तपाईँहरूलाई पनि भिडियो बनाएर देखाइरहेको छु। यहाँनिर हेर्न सक्नुहुन्छ कस्तो दामी भ्यू देखिरहेको छ है। यहाँ पनि पुरा मान्छे हुँदो रहेछ। पहिला त म जाँदाखेरि त्यस्तो खासै मान्छे थिएन, तर आज चाहिँ हिजो चाहिँ लास्टै मान्छे थियो। मैले घर आउँदा कस्तो भोक लागेर चाहिँ वाइमा डल्ले खोर्सानी हालेर खाइरहेको थिएँ। यस्तो पिरो भइरहेको थियो होइन। त्यही भएर पिरो भयो, साथीहरू पिरो भयो भनेर भनिरहेको थिएँ। भने मेरो पछि 2जना साथीहरू पनि छ। त्यहाँबाट आउँदा क्या यो ड्रोनले चाहिँ यहाँनिर यो जुन चाहिँ देख्नुभएको छ नि हराइहाल्यो, फेरि आउँछ हेर्नु है। यो चाहिँ ड्रोनले बनाएको हो है, तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर। अन्त यहाँ चाहिँ छेउमा रोटिबिङ पनि छ। यो रोटिबिङ चाहिँ चल्दैन, चाहिँ हाम्रोतिर चाहिँ कस्तो स्पिडमा चल्छ नि रोटिबिङ, तर यहाँ चाहिँ स्लो बिस्तारै चल्दछ। सायद भ्यू यहाँ माथि चढेर चाहिँ भ्यू हेर्नुको लागि होला। यो देख्नु हुँदैछ नि यस्तो, यो चाहिँ दुबईको हो है। त्यही भएर यो चाहिँ यो ड्रोनले बनाएको हो यो चाहिँ, तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर। मैले खासै राम्रो भिडियो त बनाइनँ, हरायो। यो चाहिँ ड्रोनले बनाएको है। थ्याङ्क यू फर वाचिङ एभ्रिवान, थ्याङ्क यू सो मच।